नमस्कार, इन्फोहब च्यानलमा यहाँलाई स्वागत छ। आज त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट मास्टर्स लेभल एमएड एन्ड एमएससी प्रथम सेमेस्टरको नियमित तथा आंशिक र मौका परीक्षाको नतिजा प्रकाशन गरिएको छ। गत 2082 साल असार महिनामा सञ्चालित उक्त परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको हो। यहाँहरूले यसमा परीक्षाको उत्तीर्ण भएको सिम्बल नम्बरहरूलाई हेर्न सक्नुहुन्छ। यसका साथै सूचनामा उक्त परीक्षाको प्राप्ताङ्क चित्त 9 बजेमा प्रकाशित भएको मितिले 20 दिनभित्र पुनर्योगको लागि निवेदन दिन सक्नेछ भने सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ। कथम कदाचित त्रुटि देखिन गएमा कार्यालयको मूल अभिलेखबाट सच्याइनेछ। नतिजाको लेजर सम्बन्धित क्याम्पसबाट हेर्न सकिनेछ भने ग्रेडसिट पनि सम्बन्धित क्याम्पसहरूबाट नै वितरण गरिनेछ।